हेलो साथीहरू नमस्ते। आज म नेपाली चाउमिन बनाउँदैछु मेरो छुट्टीको दिन। म पहिला चाहिँ पास्ता उमाले। यो चाहिँ तेल हो, तेलमा रातो खुर्सानी र जिरा धनियाँ पड्काएँ। अनि त्यसपछि रातो प्याज काटेँ, हल्का फ्राई गर्ने पहिला। अनि त्यसपछि मैले त्यो बारीबाट टिपेको रातो डल्ले खुर्सानी पनि मिसाएँ। अब यो हरियो काटेको बिन, यो पनि कोल्सबाट ल्याएको हो। अनि त्यसपछि हल्का फ्राई गरिसकेपछि यो चाहिँ क्याबेज मिसाएँ मैले। अनि यसलाई हल्का चलाउने। अनि त्यसपछि गाजर मिसाएँ अनि जिन्जर गार्लिक मिठो फ्लेभर दिन्छ। अनि हल्का नुन राख्ने अनि ब्ल्याक पेपर मिसाउने। त्यसपछि म रातो खुर्सानीको धुलोले मिठो कलर दिन्छ अनि राम्रोसँग चलाउने, नुन सबैतिर पुगोस्। अनि त्यसपछि उमालेर रेडी भएको चाउमिन मिसाएँ। अब यसलाई फेरि राम्रोसँग चलाउनुहोस्, सानो आगो ठिक हुन्छ यसको लागि। राम्रोसँग चलाइसकेपछि सस थप्ने पालो। यो चाहिँ सोया सस हो। सोया सस पनि सबै कोल्स भोलि जता किन्न पाइन्छ। यो चाहिँ स्विट चिल्ली सस। त्यसपछि चाहिँ स्विट चिल्ली सस राखिसकेपछि मजाले लेमन जुस पनि थपेँ म, यसले मिठो फ्लेभर दिन्छ। अनि यो चाहिँ सिराचा सस हो गार्लिक फ्लेभरको। अनि यसलाई राम्रोसँग चलाउने। अनि एकछिन 2-3 मिनट टच गरिसकेपछि यो चाहिँ अब रेडी भइसक्यो। म बाहिर गएर स्प्रिङ अनियन अनि आफ्नै बारीको धनियाँ र आफ्नै बारीको खुर्सानी टिपेँ। त्यसपछि यसमा हल्का मिसाएर स्प्रिङ अनियन र धनियाँ राखेर एकचोटि चलाइसकेपछि यो रेडी भयो। हेर्नु त हेर्दै खाउँ जस्तो छ। अब म यसलाई प्लेटिङ गर्छु। एउटा हातले भिडियो खिचेको, प्रोफेसनल चाहिँ देखिँदैन, तर केही छैन। खानामा चाहिँ चाउमिनमा चाहिँ मिठो फ्लेभर छ। अब यसमा चाहिँ आफ्नै बारीको धनियाँले डेकोरेट भयो। हेर्नु है, मिठो देखिएको छ।